नमस्कार मेरा अति आदरणीय बाबामा युवा मित्र सबैलाई आज भने यहाँहरू माझ विषय लिएर उपस्थित रहेकी छु र आजको हाम्रो विषय रहेको छ अन्धविश्वास। यो अन्धविश्वास चाहिँ म परम पूजनीय गुरु हजुरबाट लिखित है अमरवाणी पुस्तिकाबाट यहाँहरू माझ पढेर सुनाउन गइरहेकी छु र आशा छ हजुरहरूलाई यो विषय राम्रो लाग्नेछ, किनभने हाम्रो गाउँ समाज अझै पनि अन्धविश्वासको भुमारीबाट हैन बाहिर निस्कन नसकिरहेको यो अवस्थामा यो विषयले हामीलाई उठाउन सकोस् भन्ने उद्देश्य लिएर यो भिडियो बनाइरहेकी छु। कृपया हजुरलाई यो भिडियो राम्रो लाग्यो भने, यो विषय राम्रो लाग्यो भने धेरैभन्दा धेरै सेयर गरेर धेरै माझ पुर्याइदिनु होला, साथै पेजलाई पनि फलो गरेर सपोर्ट दिनु होला है त। हुन्छ, आजको हामी विषयलाई अघि सार्नेछौँ। नम्बर 1 मा यसरी लेखिएको छ, अन्धविश्वास भनेको एउटा जाल हो, त्यहाँ फसेपछि बाहिर निस्कन अति कठिन हुन्छ। नम्बर 2 मा छ, जो असल संस्कारमा बाँच्न चाहन्छ उसले हरेक अन्धविश्वासलाई त्यागोस्। नम्बर 3 मा यसरी लेखिएको छ, जुन अन्धविश्वासको जालोमा मानिसको जमात फसेको हुन्छ त्यही जालोमाथि प्रहार नगरुन्जेलसम्म कहिले पनि उनीहरूलाई मुक्ति र असल ज्ञान सिकाउन सकिन्न। नम्बर 4 मा छ, मृत्युपछि स्वर्ग प्राप्तिको लागि गरिने पुराण पाठ दान दक्षिणा अन्धविश्वासको अर्को रूप हो। नम्बर 5 मा छ, बोक्सी प्रथा हुँदै हुँदैन, यदि हुन्छ भनेर कसैले जिग्री गर्छ भने जसले गर्छ उनै बोक्सा वा बोक्सी हो, किनभने ढोङ्गीले ढोङ्गी नै देख्दछ, आफू जस्तो खालको छ अरूलाई त्यस्तै देख्छ। नम्बर 6 मा छ, अवतारवाद अन्धविश्वासको पराकाष्ठा हो, यदि अवतारवाद हुँदो हो त मेरो अवतारवाद खै। अवतार भनेर नाम दिएकाहरू प्राय नै झुट अनि छलीहरू हुन्, जसलाई मृत्यु के हो त्यो पनि थाहा छैन। नम्बर 8 मा लेख्नु भएको छ, जबसम्म अन्धविश्वासको भुमरीबाट मुक्त हुन सकिन्न तबसम्म आफूले आफूलाई चिनिँदैन। र नम्बर 8 यो अन्तिम वचन रहेको छ, जबसम्म आफूले आफूलाई चिनिँदैन प्रेम भाव आउँदैन, र जबसम्म प्रेम भाव आउँदैन तबसम्म शान्ति आउनै सक्दैन। त्यसर्थ अन्धविश्वासको घेरालाई तोड्न अनिवार्य छ, चाहे जतिसुकै फलामको बार किन नहोस्। हवस् त, यो हाम्रो विषय 1 देखि 8 सम्म रहेको थियो। यहाँहरू माझ मैले यसरी पढेर सुनाएँ है, र मैले पढ्दै जाँदा कति ठाउँहरूमा त्रुटि हुन पुगे, यहाँहरूले मलाई क्षमा दिनुहुन्छ भन्ने आशा राख्दै र यो हाम्रो विषयबाट धेरैलाई शिक्षा ज्ञान मिल्न सकोस् भन्ने उद्देश्यले होइन यहाँहरू माझ यो भिडियो बनाएँ। अनि यो विषय राम्रो लाग्यो भने धेरैभन्दा धेरै सेयर गरिदिनु होला भन्दै यहाँहरू माझबाट बिदा हुन चाहन्छु। फेरि पनि कुनै दिन अर्को विषय लिएर उपस्थित रहने नै छु। र जाँदा जाँदै हजुर जतिजना न्यू भ्युअर्सहरूले मेरो भिडियो हेर्नुहुँदैछ, यहाँहरू सबैले मेरो पेजलाई फलो गर्नुभएको छैन भने मेरो पेजलाई फलो गरिदिनु हवस् है। अनि मेरो युट्युब च्यानलबाट हेर्नुहुँदैछ भने मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। हवस् त, यहाँ सबैको मङ्गल होस्, शुभ होस्। नमस्कार, जय प्रेम।